हेलो साथीहरु नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म घरमा आज डिनर बनाउने काम मेरो, त्यही भएर म आज डिनर बनाउन जाँदैछु है त साथीहरु। सानो छोटो मिठो भ्लग बनाउँदैछु। आज यसो घरको मान्छेलाई रेस्ट दिउँ भनेर। हैन बे खत्तम भयो त यार, माइकै खस्यो यार, खतरा तरिकाले खस्दिरहेको क्या। यसरी नखसेन बाबु। ल है त, अब डिनर बनाउने काम मेरो। के हुन्छ के छ सब बनाइदिने काम छ हैन त। एप्रोन रहेछ, यहाँ एप्रोन लगाइदिनु पर्यो, सर्ट लगाएर एप्रोन। ल सर्ट लगाएर के हो के भनेको तो भ्यू हो के मासु? यो मासुलाई धुन पर्छ, मासु चट्ट बनाउँछु हैन। सट्ट यो मासुलाई यति थोरै हो, पुग्छ यतिले। कटिङ गर्नु पर्यो प्याज स्याज हैन। कहाँ गयो चपिङ गर्नु? ल है साथीहरु, अब डिनर बनाउँदैछु आजको। घरमा सबसे पहिला प्याज काट्छु है। पहिला प्याज सर्र काट्छु यसरी। ल यस्तो प्याज यस्तो फास्ट काट्छु मैले। ग्रेभी बनाउने हो। जीवनले खान्न होला नि त पिरो। ल प्याज भयो यस्तो पिरो भयो। सर यसरी पखाल्नु पर्छ कि धुनुपर्छ मजाले। ल फाइनली तीनटा टमाटर भयो, काफी छ। आधा केजी मासुलाई हैन त। आज चाहिँ यसो घरको मान्छेलाई सुख दिएको के। अन्त सधैँ मैले बनाउने आएपछि त र छोरी मान्छेहरूलाई गाह्रै हुन्छ। खाना पकाऊ, घर सरसफाइ गर, भाँडा धोऊ हैन। भयो हुन्छ बिचराहरूलाई, के गर्ने। अब जब सब गर्नेलाई नि गाह्रै हुन्छ कि हैन त। सर यस्तो छ सकभरि यो साथीहरु। यो चाहिँ हैन के भन्छ अरे, प्लास्टिकको नराख्नु होला, यो चाहिँ काठको राख्नुपर्छ, काठको है सकभर। त्यसपछि अलिकति खुर्सानी हालिदिनु, छोराले खान्न भन्ने एउटा मात्रै यत्रो हालिदिनु पर्ला हैन। हल्का ल प्याज चाहिँ प्याजमै मिसाइदिन्छु यसरी। अब चाहिँ यसको सबै पहिला काट्ने काम गर्छु हैन। काट्ने काम गर्छु, त्यसपछि चाहिँ यो करेला ल चाहिँ तेलमा फ्राई गरेर खाना न त। गर्मी हो क्या रे, यति भएपछि अलिक अब एक कान्नु पऱ्यो। यो पनि भयो गाइस, दिस इज रेडी। यति भएपछि त हुन्छ होला यार।
चार्जरमा त छ नि अझै एउटा काट्नु पऱ्यो मैले गरेँ धेरै खाने के काटेको हो ल यो बेस्ट छ बेस्ट ए कता खस्यो एउटा खाली हाल्नु पऱ्यो यार सर रह्यो यस्तो हुन्छ यसलाई चाहिँ आज अर्कै तरिकाले बनाउनु पर्ला ल दिस इज रेडी फर फ्राई ओहो पसिना पसिना नि भयो यार यति काम गर्दा नि कसरी गरे होला महिला दिदी बहिनीहरूले बच्चा सहित होइन गाह्रो हो जिन्दगीमा यो मासुको लागि अब मेरो मेन काम भनेको फेरि अब यता बस बाबु यता आऊ तिमी यहाँबाट यहाँ छ कि मेन काम भनेको यहाँ होइन त अब यो पिस्ने हो कि यहाँ अब च्याम च्याम पिस्ने हो ए गाइस यो जिरा हो जिरा अलिकति हालौँ यति मासुलाई पिसेको मसला युज गर्नुपर्छ है साथीहरू त्यो बजारको त्यो मसला युज गर्नुहुन्न ए धनिया होइन धनिया हो यो सकभर यो लसुन जिरा और धनियालाई अब मजाले पिस्नुपर्छ यसरी यहाँ पिसेको सिलौटोमा अर्कै स्वाद आउँछ ल है साथीहरू मजाले पिस्नुपर्छ यो होइन सिलौटोमा पिसेको स्वाद अर्कै हुन्छ भन्छ के साथी हो ल हेर ल यसरी पनि पिस्नुपर्छ साथी हो सर यसलाई ढुटुइ पिठो पार्नुपर्छ त्यहाँबाट मासु पनि एकदम मिठो हुन्छ फेरि है पहिला हाम्रो आमाहरूले गाउँमा यसरी नै पिसेर मासुमा हाल्थे भैँसीको मासुमा हड्डी सुकुटी यहाँ गाह्रै हुन्छ कि घरमा काम गर्न नि होइन त चाहिँ धेरै बच्चाहरू भएको परिवारको त झन् कति झ्याउ भयो होला दिदी बहिनीहरूलाई होइन यस्तो गर्नुपर्छ कपडा धुने भाँडा धुने अरू गाउँघरमा त गोबर पनि सोर्नुपर्छ खेताला मेला हिँड्नु पऱ्यो होइन बजारमा त ठिकै छ त्यही पनि घरमा भ्याउँदैन आजभोलि पहिला मेला गएर भात तिउन पकाएर छोराछोरीलाई स्कुल पठाएर फेरि मेला गएर फेरि बेलुका भैँसीलाई घाँस काटेर गोबर सोरेर दुध दुहेर फेरि खाना खुवाएर बच्चा बच्चीलाई भ्याएकै थिएँ के अहिले अलि भ्याउँदैन जमाना चेन्ज भयो होइन त जमाना अलि चेन्ज भयो कि के भयो अहिले जमाना चेन्ज भयो त्यही भएर सक्दैन अहिलेको नानी बाबुहरूले अन्त म पनि त्यति बुढो त होइन
अनि पहिला पहिला कुरा गरेको मैले अहिले कुरा गरेको होइन त साथी हो। र यो रेडी भयो सिलौटोमा पिसेर मसला रेडी भयो। अब यहाँ फेरि पिरो हाल्नुहुन्थ्यो, छोराले पिरो खान्न, फेरि समस्या छ। फेरि छट्ट मासु बनाएर ल यो यता जान्छ। थाउना कहाँ गएछ यार? वरिस थाउना कहाँ छ? थाउना थाउना कहाँ छ अरे? केही पाउन त यार। ए ल यसलाई फेरि स्याट्ट सोर्नु पनि पर्छ, फेरि गन्दा राख्नुहुन्न भयो भने चाहिँ कति फोहोर गरेको भन्छ, फेरि डाइलग खाइहाल्छ। फेरि स्याट्टो पुसेर गर्नुपर्छ फेरि। ल यहाँ सब पिस्ने कार्यक्रम सिस्ने कार्यक्रम सब रेडी भयो। यसलाई फेरि हाल्नु पर्यो यहाँ चम्चाले। गाइस होइन त यता बाबु यता आऊ, यहाँ बस अब होइन। सबसे पहिला त म ओइल हाल्छु यहाँ यसरी होइन। ग्यासै चलाउनु बिर्सेको हो यार। कहाँ छ लाइटर? फेरि केही भेटाउँदैन त यार। यो पनि बाहिर राख्नु पनि मसलाको डब्बा। लाइटर 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 कहाँ गयो? लाइटर 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 होरिस लाइटर कहाँ छ भाइ? नहीं पाएन। खै लाइटर कहाँ छ? लाइटर वेयर इज माई लाइटर? ग्यास बाल्नु पऱ्यो सर। तेल चाहिँ कम्ती हाल्नु पऱ्यो तेल। ल तेल पनि भ्याइएछ। फेरि के आइलायो यस्तो? तेल हाल्नु पऱ्यो सनफ्लावरको तेल। खासमा त तोरीको तेल राम्रो हुन्छ कि, तर गर्मीमा अलिक ठिक हुन्छ तोरीको तेल। त्यही हामी यो सनफ्लावरको तेल युज गर्छ। मासु बनाउनु गाह्रो छ हो, खाना बनाउने घरमा। डेली हामी कहिले कहिले बनाउँदा त ठिकै हो, डेली बनाउनेलाई त फेरि त्यहाँ सब 5 कप। अब यहाँ भात निकालेर धुन पर्ने हुन्छ गाइस। 1 2 3 4 5 यति भन्छ। यहाँ चलाउँदै नि गर्नुपर्छ, फेरि यता भात पनि पकाउँदै गर्नुपर्छ। फेरि यता धुनुपर्छ है। चल यो चाहिँ हाम्रो यहाँ चितवनको धान धानै किनेर ल्याएर फेरि कुटेर यसरी गाह्रो छ जिन्दगीमा, गाह्रो छ, खानु नपाए मान्छे मर्छ होइन। अन्त गाइस घरवालीहरू बस्नु झ्याउ छ हो होइन त दिदीबहिनीहरू? के भन्दा बरु पानी अड्कने चाहिँ हात दियो मैले त गाइस। तपाईँले के छ सिस्टम? मलाई अलिक सार भात गिलो गिलो गराउँदैन है त? ठ्याक्क ठिक गराउँछु।
टक टक यो के हो यस्तो सर्ट प्रेस गर्ने ल यसलाई यस्तो राखेपछि भयो उयो प्याज डढ्यो के हो ल साथीहरु फाइनली भात पाकिसकेको छ दाल पनि सिटी लाग्यो भात पनि पाकिसकेको छ है त हालत खराब हल्का दही खानु दही खानु के भात त डर लाग्यो ओहो सिटी त खतरा लाग्यो त भात पाक्यो दाल पनि पाक्न लाग्छ मासु यहाँ चल्दैछ फेरि भुट अझै भुट्ने मजाले त्यसपछि यहाँ करेलाको पालो आउँछ लक मजाले सिटी यस्तो छ गर्मी आमा कत्रा गर्ने ल दाल पनि अब 6-7 सिटीमा पाकिहाल्छ अब करेलालाई केमा पकाउँ भन्दाखेरि यहाँ छ नि त फ्राई फ्राई गर्नुपर्छ यसलाई कसै निकाल्छ भने डर जस्तो पनि भइसकेको छ घरिघरि त यसलाई चाहिँ अहिले एकदम कालो कालो बनाएर हल्का डढाएर जस्तो गरेर खाने कि त्यसलाई हल्का मसला पाक्न दिने हालत खराब भयो साथी यार गर्मीले हो यस्तो हल्का हुने मान्छे होइन म होइन ल टमाटर ध्यान हो टमाटर पनि अब यो मजाले यो पाकिहाल्छ खाउन कहाँ ल अब मासु पनि पाक्यो लगभग अब चाहिँ मासु पनि पाकिहाल्छ है गाइस ल यता पनि करेला फ्राई पनि हुन लाग्छ होइन त करेला अब फ्राई गरिदिने हो कति भयो यो अब मासुलाई यता एक्सचेन्ज करेला यता अलि हिटमा यता यस्तै पाक्दै गर्छ होइन त यता यस्तै पाक्दै गर्छ है साथ दिनु पऱ्यो एउटा होइन ल करेलालाई पनि हालिदिन्छु यहाँ त दामी कलर आएको छ मासु चाहिँ खतरा भयो गाइस अब देखाउँछु म ल हेर्नुहोस् है यस्तो बबाल भयो कि हेर्नुहोस् कत्रै भयो क्या हल्का ग्रेभी बनाउने हो होइन त हल्का ग्रेभी हल्का फेरि करेला होइन सट्ट लगाएर फ्राई गरिदिनु लाग्यो यहाँ दाल पाकिसकेको छ भात पाकिसकेको छ मेरो खाना पनि पाकिसकेको छ अब लगभग होइन त छोरी मान्छे काम गर्न गाह्रै छ गाइस होइन त ल यस्तो मासु चाहिँ बवाल भयो क्या यार
यो फेरि सर्ट 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 यस्तै होइन। अब यसमा धनियाँ सर भइहाल्नु तपाईँ ग्रेभीवाला मासु फिस धनियाँ सोध्दा मलाई आमा 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 कहाँ गएछ लियोन कोही छैन त घर त माइ गर्छ घुम्न गएछ ममता धनियाँ छैन हामीसँग कहाँ छ काँडे धनियाँ गेटनिर धारानिरको साइडमा काँडे धनियाँ छ ए वाउ अर्ग्यानिक काँडे धनियाँ दिस इज यसलाई टिपेर मासु ए त उक्लै उक्यो यार यो त गाडी 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 काँडे धनियाँ पाइयो गाइस काँडे धनियाँ मिन्स जङ्गली धनियाँ जङ्गली धनियाँ किन र यस्तो अँधेर पारेको बत्ती नाइस गर्मी त हालत के भयो यसलाई चाहिँ धुइन्छ गाइस होइन रेडी काँडे धनियाँ ओइ टडेको मासु यार ओहो आज त यो त खत्रै भयो कि त होइन खत्रै भयो कि त खत्रै भोदेको कि मलाई त वाह वाह गर्मीले मार्यो मलाई गर्मीले मार्यो यो ठिक छैन यसलाई राखिदिन्छ अघि यो करेला 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 यो अलिकति पिरो त हाल्नुपर्छ होइन त हल्का धोइदिन्छु यो चाहिँ अर्ग्यानिक डल्ले खोर्सानी 1 2 3 यति भए पुग्छ फेरि लियोनले खान सक्दैन होइन त अब यो धनियाँलाई यसरी काटेर रेडी बनाएर राख्नुपर्छ होइन त अब यसमा पानी थापेर फेरि यसमा यहाँ ग्रेभी हालिदिनुपर्छ होइन त साथीहरू अब लगभग काम सक्यो होइन अब यसलाई सर एकतिर सेटिङ गरेर राख्नुपर्छ होइन गाइस यसलाई एकातिर होइन एकातिर गरेर सर राख्नुपर्छ होइन त नमक टेस्ट गर्नुपर्छ नमक ल यति भनेपछि फाइनली होइन यति भयो अब हल्का पुष्पास त्यसपछि यता राख्यो यता जा पुरै पुष्पा यस्तो हो पुरै पुस्नुपर्छ नि फेरि यो पुरै यहाँ क्लियर गराएर त्यसपछि ल रेडी बनाएर राखेको नि न्यापकिन हालेर यसमा फेरि ल बुढी आयो अब इन्स्पेक्सन गर्नलाई सब पाकिसक्यो यार नुन चाख त बुढी श्रीमतीज्यू नुन चाख्नुहोस् त भाउ त भयो नि पाके नुन चाख न भनेको कि सोल्टिनी ल चाख त मल खान्छौ रे गोबर त खानु कतै गोबर त खानु मल खान्छु भन्छ त यार होइन हो मल्लो भनेको के नुन धेरै खान्न भन्ने ठिक छ हो र पक्का हो लागेको छ यार ध्यान गर्दा मेरो मैले पकाएपछि मैले यसो गरेको हुनुपर्छ
चल यहाँ आउट यता होइन एकछिन अब यो भयो अब फाइनली यो पनि उतारिदिन्छु मैले अब है त्यो उसै त्यहाँ छ खोइ ए यता रहेछ सीमा चौधरी भयो त्यहाँ यो भयो होइन यसलाई यसरी ढाकेर राख्नुपर्छ टक्क गाइस ल सर्ट यसरी ढाकेर राखेको सब भयो दाल भात मासु भयो करेला बन्न बाँकी छ अब के काम बाँकी छ भने यस्तरी यहाँ भाँडा धुने काम चल सधैँ म त घर आइसिनु भाइ यो अब यस्तो फाइनल्ली फेरि यो उता करेला पाक्दैछ यता फेरि स्याट गरिहाल्ने हो कि बस नै गर्न त उनीहरूले गर्छु तर मैले यसो आज भिडियो बनाएको भन्नाले कति गाह्रो हुँदो रहेछ भन्ने कुरो बच्चाको आमाहरूलाई होइन स्कुल पठाउनु पऱ्यो होमवर्क गराउनु पऱ्यो खाना पकाउनु पऱ्यो हुन त पहिला जस्तो त छैन सिस्टम तर पनि हाउसवाइफ हुनलाई यस्तो गाह्रो हुन्छ के कोही गाह्रो छैन भाइ धुनुपर्छ गाइस यसलाई चाहिँ साबुन लाउनु पर्दैन होला सायद होइन कसले गफ नआएन हामीले गाउँमा सिलौटामा खान्थ्यौँ गफ नआएन त लास गोफाडी छ यार गफाडी त होइन नि होइन भने के हो के गफ लाग्यो नि के गफ लाग्यो के गफ लाग्यो मैले हो त्यसको चट्नी बनाउने कि यति खाने अल सेट गाइज ल सिलौटा रह्यो होइन यो साफसफाइ सबै भयो यो भाँडासाँडा धुने कार्यक्रम सबै भयो हो दाल हालेँ नि मैले करेला यति बाँकी छ फ्राई या 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 डन हो डन छोटा डन हो यो वाट इज योर नेम बेबी ओ हाई गर के हाई ओ हाई गरिदेऊ त हाई रियान सर्दैन ल हाई हाई नो 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 यहाँ पारेर घिउमा स्पेसल ल ल ल ल यो करेला पनि भयो सब अल राइट झ्वाई यस्तो हुन्छ अब फेरि यसलाई फेरि यसरी हालेर झ्वाई
चिरा लास्टतिर हो ल फाइनली गाइज पशुपतिको पापड हल्का यो भ्याइसी चाहिँ मेरो काम पनि फिनिस हुन्छ हैन ले पापड छैन हजुर तिमी लाउ त यो मिलाउ त हेलो गाइस तिमी लाउ हेलो गाइस त बडा वेलकम टु माय YouTube channel लाइक एन्ड सब्सक्राइब अनि अरु दिस इज माय डैड Dad, my dad is video is doing today. What? फेरि राम्रो छ भन न Okay. Eating video. Oh, Okay? okay. I'm going to eat Leon, that. What? are you hungry? Yeah, my teeth. What? Sorry. के भन्छ कालेले बस कोडन What do you say? What do you say? huh? What do you say? Okay. Okay. You are cheater. No, I'm not sure. Whoa, what is it? What is it? Hello guys. नजर तेरा Hello guys. आए म काले भन्न My name is Dingur. I speak in that one of it. अलि टाढा बसेर भन न हजुरको इन्ट्रोडक्सन दिउ त्यहाँ उसमा अलि हो त्यहाँ यहाँ बसेर इन्ट्रोडक्सन दिउ भनेको आऊ ल त इन्ट्रोडक्सन दिउ त्यहाँ बसेर अनि यति बसेर भन ल Hello guys. I'm Dingur. अलि बसेर भन न त्यता नलजाऊ के उत्साह Hello. त्यता त काम छैन त त जीवनको त काम छैन खाने कार्यक्रम हुन्छ डिनर त्यस्तो खासै त छैन नर्मल्ली डेली हामीले के खान्छ त्यस्तै बनाएको यो चाहिँ खुल्न जस्तो छ यार यतालाई खोल्नु पर्नु जस्तो बाल कहाँ के यार कसेछ के गाँठा यसलाई यहाँ हो गाइस बनाइरहेको छु बनाउँदै तर आज चाहिँ यसो भिडियो बनाइरहेको कि ल मैले बनाएको चिकन ग्रेभी यहाँ छ होइन सर यति हो आज बनाएको चाहिँ टक्क त्यो बनाउन पनि गाह्रै हुन्छ गाइस गर्मीमा होइन यसो कहिले कहिले फ्यामिलीलाई हेल्प ल लियन हल्का मादल नाच नि त मादल भइदिन्छु गोरे नाच्यो गोरे नाच्यो गोरे नाच्यो ए गोरे चामल चोरे हो गोरे चामल चोरे हो लियोनले भात खायो के हो लियोन ए गोरे भन्ने केटा यो हो लियोन भन्ने केटा के खाएको हजुरले ड्याडीले पकाएको खाना खाएको मासु कस्तो छ मासु कस्तो छ हो गोरे नाच्ने हो ल झिम झिम सानो नजिमका परेली भुतुकै हुन्छु म गोरे 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 छ्याप्पै छ्याप्पै गोरे गोरे नाच्ने होइन ऊ हाई गर्दै ऊ त्यहाँ ऊ यता ऊ बाबु कान्छी पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मसँग के हो हा हा हा
उल्टो भयो क्या उल्टो ओ माय गड भात पुग्दैन कि हो आज कसरी खाउने ल अब खाइदिनु लाग्यो ओइ लियोन भाइलाई डुलाएको सुल्टे गरेर डुलाउ न त ए ए ए ए प्यारो 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 लियोन प्यारो 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 Pero, tinggal के हो ल है अब खाना खाइदिन्छौँ गाइस खाना खाएर अब बेला भइसक्यो सुत्ने अब ओइ फुन्टे लडलाई ठोक्केलाई हेर्ने ओइ ओहो मच्चेको के हो मच्चिने यस्तो ल खाम ओए माय गड मासु कति धेरै हो ल है गाइस अब खाना खाइन्छ ल है यही त खतराले धेरै लेख त आमाले चाहिँ ल ल ल ल ल ल ल मासु फर्स्ट बाइट मासु है त उसै भएछ भात यति हो लास्ट होला आज ठिक्क बना होइन ठिकै भएछ भनेको क्या ए सर्को पर्ला है हाँसेर धेरै भयो मिठो भयो मिठो काले ल खाना खाएर नि भ्याइयो गाइस अब अर्को भिडियो भेटौँला है त बाई नेक्स्ट भिडियो भेटौँला त ल बाई बाई अरू भन न Subscribe.